हेलो, गुड मर्निङ, नमस्ते, छोडले सम्पूर्णमा वेलकम टु माई फर्स्ट मिनी भ्लग। मेरो नाम मनिका थापा। मेरो घर चाहिँ तनहुँ थर्पु गाउँमा हो अनि माइत चाहिँ मेरो तनहुँ भिमाद। म चाहिँ फर्स्ट टाइम भिडियो बनाउँदैछु है। त्यति खासै आउँदैन पनि भिडियो बनाउन है, त्यही पनि ट्राई गरेको फर्स्ट टाइम। म चाहिँ बिहान उठेपछि के गर्छु भनेर होइन, त्यसको भिडियो बनाएको छु मैले आज फर्स्ट टाइम। जे जस्तो भए पनि हेरेर साथ सपोर्ट गर्नु होला। म चाहिँ बिहान उठ्छु अनि मुख धुन्छु, आगो सल्काउँछु, त्यसपछि अनि घर लिप्नुपर्छ। गाउँमा हो मेरो घर होइन, अनि घर लिप्नुपर्छ। भित्र यो चाहिँ मूल ढोका होइन, मूल ढोका हो, यहाँ घर लिप्नुपर्छ अनि लिप्छु बिहान उठेर होइन। लिपिसकेपछि बाहिर चाहिँ पोछो लगाउनु पर्छ अनि पोछो लगाउँछु। अनि के गर्नु, गाउँमा घर भएपछि गर्नै पर्यो। बिहान अब हिजो आज अब होइन, हामी बुहारीहरू त्यति छिटो त उठिँदैन, त्यही पनि उठेर काम चाहिँ गर्नुपर्छ बिहान अलिअलि घरको काम। अनि हजुरहरूकोतिर के काम गर्नुपर्छ हो यतिखेर यो सिजनमा। अनि यतापट्टि चाहिँ किचन छ होइन, अनि किचनमा पनि भुइँमा लिप्नुपर्छ। अनि हाम्रो चाहिँ यहाँभित्र अनि कोइला चुलो छ भित्र चाहिँ होइन, अनि ग्यास चुलो छ होइन। त्यति खासै बोल्न आउँदैन होइन, त्यही भएर अलिक अप्ठ्यारो भइरहेछ होइन, गाह्रो लागिरहेछ बोल्न पनि। अनि यो सिजनमा हजुरहरू के काम गर्नुहुन्छ गाउँघरतिर, के काम छ आजभोलि? अब यतिखेर त धान काटेर सकिभ्याउनु भयो होला, घर ल्याइसक्नु भयो होला। अब त यतिखेर अब रोप्ने बेला पनि हुन लाग्यो। तर हामीले चाहिँ खेतबारी खासै गर्दैनौँ, त्यही भएर हाम्रो त्यति काम हुँदैन। अब मकै छरेछौँ अलिअलि, अनि त्यति बारी नि खासै गर्दैनौँ होइन। अलिअलि आफूले हरियो मकै खानको लागि मात्र खेतमा बारीमा मकै छर्छौँ हामीले चाहिँ, त्यही भएर हाम्रो त्यति काम हुँदैन। बिहान त्यही वनमा घाँस काट्न जान्छौँ, अनि खानासाना खायो अनि दिउँसो चाहिँ बसिरहने हो। बेलुका त्यसपछि खाना पकाउने खाने, यसरी नै बितिरहेछ होइन दिनहरू। हाम्रो चाहिँ फ्यामिलीमा चाहिँ निमा र म मात्रै छौँ। घरमा चाहिँ हामी 3 जना मात्रै छ फ्यामिलीमा अहिले चाहिँ। त्यसपछि हाम्रो चाहिँ बाहिर छ होइन, दाउरा बाल्ने चुलो चाहिँ हाम्रो बाहिर छ। त्यसपछि म यहाँ चुलो पनि लिप्दैछु, बाहिर सधैँ लिप्छु चुलो। होइन, मेरो त माइत पनि गाउँमै हो र अहिले बिहे पनि गाउँमै भयो, त्यसैले काम गर्नुपर्छ। त्यति खासै त छैन, तर पनि अलिकति बुहारी भएपछि चाहिँ गर्नुपर्छ सो कामहरू। बिहान बेलुका खाना पकाउने, घर बढार्ने, लिप्ने, यताउता चाहिँ गरिरहनुपर्छ।
अनि सबैजना सन्चै आरामै हुनुहुन्छ होला नि है। म पनि ठिकै छु अहिलेसम्म त। त्यसपछि म चाहिँ आँगन बढाल्छु होइन। लिपेर सकेपछि आँगन बढाल्छु। आँगन बढालेपछि घर तलपट्टि चाहिँ बाख्रा छ होइन। हाम्रो बाख्रा बाँधेको छ होइन। अनि बाख्रा निमाले चाहिँ बाख्रा निकालिसक्नु भएको छ। अनि बाख्राले घाँस खाइरहेछ। म चाहिँ त्यहाँ पनि सफा गर्छु सधैँ। त्यसपछि यो चाहिँ हाम्रो बाख्रालाई थुन्ने होइन खोर, त्यहाँ पनि अनि सफा गर्नुपर्छ दिनदिनै। अनि सधैँ मैले चाहिँ आँगनहरू तल बढालेपछि चाहिँ त्यो खोर पनि सफा गर्छु। के गर्नु, यस्तै छ हो हाम्रो त गाउँघरतिर काम। त्यसपछि सबै काम सकेपछि चाहिँ म चिया पकाउँछु। अहिले गर्मीको सिजन भए पनि हामी चाहिँ बिहान एक टाइम चाहिँ चिया खान्छौँ। अनि चिया पकाएपछि अनि खाएपछि अनि त्यसपछि म चाहिँ घाँस काट्न जान्छु। त्यसपछि अनि हाम्रो घरमा अहिले चाहिँ यो फुलहरू होइन फुलिरहेको छ होइन। यो लिली फुल भन्छ होइन यसलाई। त्यसपछि यो केरा फुल अनि त्यसपछि घडी फुल। थ्याङ्क यू सो मच फर वाचिङ माई ब्लग।